त्यो त्यस्तो ठुलो इन्जिनियर हेर्न एकैपछि आउँछ ल स्ट्रक्चर 2 अन्तर्गत हामी आर्ट्सको न्युमेरिकल गरेका थियौँ। आर्ट्समा सिम्पली के हुन्छ भन्दाखेरि होरिजोन्टल थ्रस्ट चाहिँ डिफ्रेन्ट केसेसमा हैन विदाउट कन्सिडरिङ एनी इफेक्ट भन्दा कसरी निकाल्ने, विथ कन्सिडरिङ एनी इफेक्ट भन्दाखेरि कसरी निकाल्ने भन्ने कुरा हामीले डिस्कस गरेका थियौँ। आज एउटा न्युमेरिकल गरौँ जसमा चाहिँ के भन्दाखेरि होरिजोन्टल थ्रस्ट, नर्मल थ्रस्टहरु सबै निकाल्ने टाइपको, अनि सपोर्ट डिफ्रेन्ट लेभलमा भयो भने के हुन्छ भन्ने कुरा बुझिसकेपछि सिद्धि है। बुझ्नुभयो? अच्छा सर यो 2021 को फलमा चाहिँ म्याक्सिमम मोमेन्ट दिएको छ। यो यो मैले हेरेँ यो उसमा पनि छ, धेरै छ, 24 स्प्रिङमा पनि छ हेर्नु। ल त्रिशुली रिभरको हैन त? हजुर। ल के भनेको छ? A two-hinge parabolic arch was constructed in Trishuli River. The central rise was found to be 1/10 of the span. के हो रे? सेन्ट्रल राइज चाहिँ कति छ त? 1/10। जे के भन्छ त्यसलाई फुत्तु म त लेख्दै जाने आफै बनिहाल्छ के मेरो 1/10 of the स्पान भनेको याल हैन त? हजुर। यो भनेको 0.1 याल हो है। The span of the arch was taken equivalent to the span of simply supported beam that gave a maximum moment of 3600 kilonewton meter when subjected to UDL 800 kilonewton per meter over its whole span भनेको छ है। यो भनेको चाहिँ के भन्दा यो स्पान याल लिँदाखेरि चाहिँ यसरी लिनु पर्यो कि त्यो चाहिँ कसको इक्विभ्यालेन्ट होस् त भन्दाखेरि कसको इक्विभ्यालेन्ट होस् त भन्दा equivalent to the span of simply supported beam which carry 8 kilonewton per meter UDL over the spans gave maximum bending moment कति? 810 kilonewton. 3600 होला नि यसमा त कहाँ 810 छ र? मैले 2021 फलको हेरेको। यो 24 स्प्रिङ भनेन मैले? 21, 24, 19 मा सोधेको छ यो क्वेशनहरु। यो 3600 किलोन्युटन मिटर भनेको छ हो। भनेको के हो बुझ्नुस् है त? हामीलाई चाहिएको आर्चको स्पान भनेको चाहिँ के हो त वास्तवमा भन्दाखेरि यो हो नि त, याल चाहिएको त यो हो नि। हो हैन? चाहिएको याल यो हो। अहिले दियो चाहिँ के त भन्दाखेरि यसको स्पान अथवा यसको लेन्थ भनौं न, यो स्पान चाहिँ तपाईको केसँग इक्विभ्यालेन्ट हुन्छ त भन्दा एउटा सिम्पली सपोर्टेड बीम को ओभर द स्पानमा 8 किलोन्युटन पर मिटर लाग्दाखेरि त्यसले म्याक्सिमम बेन्डिङ मोमेन्ट 3600 किलोन्युटन पर मिटर दिन्छ भने के सरी किलोमिटर मिटर दिन्छ भनेपछि त्योसँग इक्विभ्यालेन्ट हुन्छ भने के। अब सिम्पली सपोर्टेड बीम को केसमा ओभर द स्पान यूडीएल लाग्दाखेरि म्याक्सिमम बेन्डिङ मोमेन्टको फर्मुला के हुन्छ भन्नुस् त? WI square by 8 हैन त? हैन त जोराजी? हजुर। भन्दाखेरि यो बराबर कति भयो त 3600 किलोन्युटन मिटर भयो। W भनेको कति छ त यूडीएल 8 दिया छ। याल भनेको याल भयो डिवाइडेड बाइ 8 बराबर 3600 किलोन्युटन मिटर भन्दाखेरि यालको भ्यालु कति आयो यहाँबाट जोराजी? साथी
60 नै ओ अब यो स्पान कति भयो त 60 मिटर भयो क्या बुझ्नु हो मिटर 60 मिटर कुरा बुझ्नु भयो भएन हजुर यो राइज कति राइज भनेको चाहिँ तपाईको टोटल कति थियो 110 0.1 L हैन हजुर 0.1 into 60 that is 6 मिटर चाहिँ तपाईको राइज भयो क्या कुरा क्लियर भयो यति कुरा नयाँ दिएको हो त्यसमा बुझ्नु भयो भएन सिधै यो स्पान नदिएर के दिइदियो त भन्दा यो स्पान चाहिँ तपाईको एउटा सिम्पली सपोर्टेड बीममा चाहिँ के हुँदा भन्दा ओभर द स्पान चाहिँ युडिएल लाग्दाखेरि त्यसले दिने म्याक्सिमम बेन्डिङ मोमेन्ट भनेको चाहिँ 36 किलोन्युटन मिटर हुन्छ भनेर के दियो त भन्दाखेरि तपाईको म्याक्सिमम बेन्डिङ मोमेन्ट दियो युडिएल दियो अब सिम्पली सपोर्टेड केसमा ओभर द स्पान युडिएल हुँदाखेरिको म्याक्सिमम बेन्डिङ मोमेन्टको फर्मुला भनेको के हुन्छ त भन्दाखेरि WL²/8 हो यो हामीलाई थाहा भएकै कुरा भयो हैन WL²/8 हो यो हामीलाई थाहा भएकै कुरा हैन त हो अनि यहाँनिरबाट चाहिँ याल आयो त्यही यालसँग चाहिँ इक्विभ्यालेन्ट भनेको यो भनेको स्पान अफ द आर्च भयो अब यो लोडको काम सिद्धियो द आर्च वाज डिजाइन टु क्यारी युडिएल अफ 10 किलोन्युटन मिटर एट राइट हाफ भनेको छ हैन राइट हाफमा के भनेको छ 10 किलोन्युटन पर मिटरको युडिएललाई चाहिँ सपोर्ट गर्नलाई चाहिँ तपाईको के ड्रा गर्नु के रे डिजाइन गर्नु भने त के त्यो आर्च चाहिँ केलाई डिजाइन गरेछ त राइट पोर्सनतिर राइट हाफमा चाहिँ 10 किलोन्युटन पर मिटरको युडिएल चाहिँ त्यो क्यारी गर्नको लागि चाहिँ डिजाइन गरिएको छ भनेर छ छैन सजेस्ट सुइटेबल होरिजोन्टल थ्रस्ट फर द आर्च एन्ड ड्र बेन्डिङ मोमेन्ट डायग्राम भनेर छ छैन होरिजोन्टल थ्रस्ट इक्वल्स टु वाट तपाईले भनेको 2019 को चाहिँ मैले यो भन्दा अघिल्लो चोटि पढाउँदा गरेको छु यही क्वेशन हो यस्तै क्वेशन हो खाली भ्यालुमा चाहिँ फरक हो हैन अहिले जस्तो अहिले चाहिँ युडिएल 10 किलोन्युटन पर मिटर दिएको छ भने त्यहाँ चाहिँ युभिएल दिएको छ मलाई त क्वेशनै याद छ हैन 5 किलोन्युटन पर मिटरको युभिएल दिएको हुनुपर्छ त्यो क्वेशनमा अब त्यो चाहिँ तपाईले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि त्यो भिडियोबाट चाहिँ हेर्नु पर्यो पहिला आफै ट्राई गर्ने अनि त्यो भिडियोमा पनि एकचोटि कन्फर्मेसन चाहिँ गर्ने है त बुझ्नु हो नि गर्ने टेक्निक के रहेछ त यो दिएको म्याक्सिमम बेन्डिङ मोमेन्ट दिएर के गर्न खोजेको छ भन्ने कुरा त बुझ्नु भयो नि हजुर त्यति बुझ्छु भयो क्या अब होरिजोन्टल थ्रस्ट निकाल्न सकिन्न त्यो केसमा इजी भएन हैन इजी हो क्या अब होरिजोन्टल थ्रस्ट भनेको कुनै इफेक्ट त कन्सिडर गर भनेको छैन कुनै इफेक्ट कन्सिडर गर्न भनेको केसमा के हो यहाँ भनेको चाहिँ mx into y dx divided by ei whole divided by के हुन्छ त भन्दा इंटीग्रेशन y square dx divided by ei हो पक्कै पनि हैन यहाँ भनेको mx into y dx by ei y square dx by ei यो भनेपछि हामीलाई चाहियो भनेको के हो mx चाहियो एउटा y चाहियो y भनेको what is x l minus x y l square l square ओके ल 4 h भनेको 6 x भनेको x l भनेको 60 minus x 60 whole square कति आयो 60 whole square x minus 0.2x हो minus 0.00 भने अलि मिलेन क्या 0.2x होइन क्या 0.4 होला हो 0.4x minus 0.00 minus 0.0067 x square हैन त y भनेको यति आयो ल यतिसम्म ठीक छ हैन अवनजी हजुर ममताजी हजुर सर यतिसम्म ठीक छ हैन ठीक छ छैन यो गरेको ठीक छ सर
वाइ आयो हामीलाई के चाहियो एमएक्स चाहियो भनेपछि त्यसलाई इक्विभ्यालेन्ट बीम बनाउनु पर्यो हैन त हजुर इक्विभ्यालेन्ट बीम बनाउनु पर्यो के इक्विभ्यालेन्ट बीम ए यहाँ रोलर हैन नि हिन्जै हो ल कति मिटरको 60 मिटरको ट्याक्कै राइट हाफ पोर्सनमा के हो युडिएल हो कति 10 किलोमिटर पर मिटरको हैन भनेको यहाँदेखि यता 30 मिटर भयो हजुर हो कि भन्नुहोस् त हजुर 30 मिटर भयो यो ए भयो यो बी भयो यो पोइन्टलाई सी भन्नुहोस् अब के निकाल्नु पर्यो रिएक्सन निकाल्नु पर्यो हामीले अघि सेन्ट्रलाइज निकालेको वाला त्यो युडिएल युज हुन्छ कि नि यसमा कहाँ हुनु त्यो त लेन्थ निकाल्नु मात्रै हो सिधिसक्यो त्यसो काम आर्ट्सले चाहिँ त्यो युडिएल क्यारी गरेको भने हो र होइन नि त्यो आर्ट्सको स्पान चाहिँ एउटा सिम्पली सपोर्टेड बीमले चाहिँ ओभर द स्पानमा 8 किलोन्युटन पर मिटरको युडिएल बोक्ने हो भने त्यसले दिने म्याक्सिमम बेन्डिङ मोमेन्ट यति हुन्छ 3600 हुन्छ भने त्यसको लेन्थ बराबर त्यो बीमको लेन्थ बराबरको इक्विभ्यालेन्ट लेन्थ चाहिँ आर्ट्सको लिनु भनेर भने हो नि त हजुर त्यो भनेको सिम्पली आर्ट्सको स्पान निकाल्नु मात्रै थियो तर आर्ट्स चाहिँ केको लागि डिजाइन गर्ने हो त अहिले 10 किलोन्युटन पर मिटरको युडिएल राइट हाफ पोर्सनमा लाग्दाखेरिको लागि चाहिँ आर्ट्स चाहिँ डिजाइन गरिएको छ भने होरिजोन्टल थ्रस्ट चाहिँ कति हुन्छ भनेर निकाल्नु भनेर भने हैन त हजुर क्वेशन त्यसरी बुझ्नु पर्यो नि हैन त्यो 8 किलोन्युटन पर मिटरको लागि आर्ट्स डिजाइन गरेर त भने होइन ए बुझ्नु भयो भएन बुझे मैले बुझे त्यो आर्ट्सको लेन्थ भनेको चाहिँ एउटा यस्तो बीमको लेन्थसँग बराबर अथवा इक्विभ्यालेन्ट छ जुन बीमले चाहिँ 8 किलोन्युटन पर मिटर ओभर द स्पान चाहिँ युडिएल बोकेको छ र त्यो हुँदाखेरि त्यो बीमले म्याक्सिमम बेन्डिङ मोमेन्ट कति दिन्छ त त्यो बीममा म्याक्सिमम बेन्डिङ मोमेन्ट कति आउँछ त भन्दा 3600 किलोन्युटन मिटर आउँछ भने के हजुर भन्दाखेरि त त्यो भनेको त त्यसको लेन्थ निकाल्न मात्रै हो नि त त्यो मतलब हो नि आर्ट्सले त्यो लोड क्यारी गरे भने त होइन हैन बुझ्नु भएन कुरा हजुर ल आरए निकाल्नुस् आरबी निकाल्नुस् आरए को लागि के गर्नु पर्यो समेसन अफ मोमेन्ट अबाउट ए आरबी आउँछ यहाँबाट हैन ल गइल पोजिटिभ इक्वल्स टु 0 ल ममताजी भन्नुस् त के हुने भयो 10 इन्टु into 30 into 30 by 2 2 minus RB ल उनी 30/2 मात्रै गरे भयो plus 30 प्लस 30 हो यसरी पहिले भन्नु पर्यो है त माइनस आरबी इन्टु 60 60 इज इक्वल्स टु 0 यहाँबाट आरबी कति आयो त बाइस से 25 किलोन्युटन मिटर हो त होइन किलोन्युटन मात्र हुने भयो रिएक्सन भनेपछि समेसन अफ एफ अफ वाइ अपवर्ड डिरेक्सनलाई पोजिटिभ इज इक्वल्स टु 0 के हुने भयो आरए प्लस आरबी आरबी भनेको 225 माइनस 10 इन्टु 30 इज इक्वल्स टु 0 225 माइनस 10 इन्टु 30 भनेको आरए कति आयो 75 हो आरए आयो 75 किलोन्युटन हो कि न मेम्बर ओरिजिन लिमिट एमएक्स हैन त मेम्बर भनेको के हो त एसी र सीबी हैन सबै कति छोड्यो भन्नु ल ठिक छ सीबी एसीमा ओरिजिन एलाई मानौ 0 टु 30 हो नि त एसी भने हैन सीबी भने 0 टु 30 हो सीबी मा ओरिजिन कसलाई मान्ने बी लाई मान्ने एमएक्स भने के हुने भयो त एलाई ओरिजिन मान्दा के हुन्छ ए बाट एक्स डिस्टेन्स पर बसेर हेर्ने हैन त हजुर ए बाट एक्स डिस्टेन्स पर भनेको 75 इन्टु एक्स है 75 एक्स यति मात्र भयो सीबी लाई चाहिँ बी मा ओरिजिन मान्दाखेरि के हुने भयो त बी बाट एक्स डिस्टेन्स पर बसेर हेर्नु पर्यो हैन त बी बाट एक्स डिस्टेन्स पर बसेर हेर्नु पर्यो हजुर भन्दाखेरि के हुने भयो त आरबी इन्टु 5 इन्टु आरबी इन्टु एक्स भनेको चाहिँ तपाईको 225 इन्टु एक्स माइनस 10 इन्टु एक्स इन्टु x into x divided x by 2
225x minus 5x square हैन त यसमा क्लियर हुनुहुन्छ हामीलाई के चाहिएको छ इंटीग्रेशन mx into y dx चाहियो हैन त यो भनेको चाहिँ के भन्नुभयो त इंटीग्रेशन कहाँदेखि कहाँसम्म 0 to 30 75x into y भनेको कति आछ 0.4x minus 0.0067 0067 x square dx plus अर्को भनेको 0 to 30 225x minus 5x square bracket के भन्नुभयो 0.4x minus 0.0067 x square dx ओके ना के भन्नुभयो त कति आयो त 430785 हो हजुर यो आयो 430785 अब त्यसपछि हामीलाई के चाहियो त इंटीग्रेशन y square dx त्यो भनेको के भन्नुभयो त इंटीग्रेशन 0 to 60 नै लिने y square भनेको चाहिँ तपाईको 0.4x minus 0.0067 x square को के भयो त होल स्क्वायर dx हैन त हजुर भन्दा के भयो त 0.4x minus 0.0067 x square को होल स्क्वायर 0 to 60 कति आयो 1134.89 हो हजुर याद भने के भन्नुभयो त इंटीग्रेशन mx into y dx by ei whole divided by integration y square dx divided by ei के भन्नुभयो त यो भनेको तपाईको आइछ 430785 divided by ei whole divided by y square dx भनेको 1134.8928 divided by ei हो के भन्नुभयो त 430785 divided by 1134.8928 379.58 हो 379.58 न्यूटन किलो न्यूटन के भन्नुभयो किलो न्यूटन हैन सीधे होरिजोन्टल थ्रस्ट आएगा हैन हजुर सहजै सुइटेबल होरिजोन्टल थ्रस्ट भनेको चाहिँ यही नै भयो बुझ्नुभयो हजुर बेन्डिङ मोमेन्ट फर बेन्डिङ मोमेन्ट डायग्राम बनाउनु पर्यो नि त
सरी म चाहिँ म्युट राखेर बोलिबोली गर्छु ल म्याक्स यो बेन्डिङ मोमेन्ट डायग्राम बनाउने टेक्निक चाहिँ स्ट्रक्चर एनालाइसिस 1 मा जसरी गर्ने हो त्यसरी नै गर्ने हो जस्तो एमएक्स भनेको हामीले अहिले के को लागि लेखेका छौं त एसी भन्ने पोर्सन र सीबी भन्ने पोर्सनको लागि छुट्टै छुट्टै लेखेका छौं हो हो के भन्नुस् है हजुर सर अब के छैन त भन्दा एसी तिर कुनै लोड छ त छैन हैन त्यही भएर यता चाहिँ म्याक्सिमम बेन्डिङ मोमेन्ट आउँदैन है नआउने कुरा हैन म्याक्सिमम बेन्डिङ मोमेन्ट आउँदैन भनेपछि आउँछ कता त भन्दाखेरि यता लोड भएको साइडतिरै आउने भयो हैन लोड भएको साइडतिर चाहिँ कति डिस्टेन्स पर आउने भयो त भन्दा याक्स डिस्टेन्स पर आउने भयो भनेर मान्ने बुझ्नुभयो नि तर यो याक्स डिस्टेन्स चाहिँ यो इक्विभ्यालेन्ट बीम मात्रै गरेर पुग्दैन के गर्नु पर्यो त भन्दाखेरि अब याक्स डिस्टेन्स पर भनेको यहाँबाट याक्स डिस्टेन्स पर हो नि त हैन हो के यहाँबाट याक्स डिस्टेन्स पर चाहिँ के हुन्छ भनेर माने हो हामीले म्याक्सिमम बेन्डिङ मोमेन्ट हुन्छ भनेपछि यसको करस्पोन्डिङ y त हामीले निकालेका छौं भनेपछि अब यसमा भनेको चाहिँ हामीले नयाँ इक्वेसन त्यो इक्विभ्यालेन्ट बीममा चाहिँ याक्स डिस्टेन्स पर बसेर यसलाई ओरिजिन मानेर हैन यो बी पोइन्टलाई ओरिजिन मानेर याक्स डिस्टेन्स पर बसेर हामीले जुन एउटा मोमेन्टको इक्वेसन लेखेका छौं नि बी लाई ओरिजिन मानेर याक्स डिस्टेन्स पर बसेर जुन एउटा हाम्रो के निकालेका छौं त भन्दाखेरि बी लाई ओरिजिन मानेर याक्स डिस्टेन्स पर बसेर चाहिँ जुन इक्वेसन त्यो इक्विभ्यालेन्ट बीमबाट जुन इक्वेसन लेखेका छौं त्यसमा नयाँ एक्स्ट्रा कुरा के थपिन्छ त भन्दाखेरि यो होरिजोन्टल थ्रस्टले दिने मोमेन्ट मात्र थपिन्छ बुझ्नुभयो यो आर्च र इक्विभ्यालेन्ट बीममा फरक त्यही हैन त इक्विभ्यालेन्ट बीममा चाहिँ यो याद चाहिँ कन्सिडर गर्दा यो हाइट कन्सिडर गरिएको थिएन अब यहाँ चाहिँ के गर्नु पर्यो त भन्दाखेरि इक्विभ्यालेन्ट बीमले जे हो त्यही नै भयो एमएक्स तर त्यसमा एउटा के थपिनु भयो त याच इन्टु y भन्ने इक्वेसन थपिनु भयो यसले कुन डिरेक्सनमा दिइरहेछ क्लकवाइज हो कुनै पनि पोइन्टमा बसेर राइटतिर हेर्दाखेरि त के पोजिटिभ हो त एन्टी क्लकवाइज पोजिटिभ हो नि त हैन नेगेटिभ भनेपछि त नेगेटिभ माइनस याच इन्टु y इक्वेसन थपिनु भयो क्या एमएक्स भनेको फर सीबी को लागि त्यही नै भयो एमएक्स भनेको 225x - 5x स्क्वायर भयो बुझ्नुभयो 225x - 5x स्क्वायर भयो अब यसमा के थपिनु भयो त माइनस याच इन्टु y बुझ्नुभयो जोराजी अब क्लकवाइज भनेपछि पोजिटिभ भनेर बस्ने हो हैन कुनै पनि पोइन्ट बसेर कि त राइटतिर कि त लेफ्टतिर मैले त्यहाँ क्लकवाइज भनेर पोजिटिभ भने भए मैले जाने थिएँ के हुन्थ्यो भन्दाखेरि राइटतिर हेर्दाखेरि त एन्टी क्लकवाइज पोजिटिभ कुनै पनि पोइन्टमा बसेर लेफ्टतिर हेर्दाखेरि क्लकवाइज पोजिटिभ हैन त अहिले हामी बी सपोर्टबाट याक्स डिस्टेन्स पर बसेर राइटतिर हेर्दैछौँ हैन राइटतिर हेर्दैछौँ भनेपछि त त्यसले के दिइरहेछ त क्लकवाइज दिइरहेछ राइटतिर हेर्दाखेरि क्लकवाइज पोजिटिभ हो त एन्टी क्लकवाइज पोजिटिभ हैन हजुर त्यो भएको भएर क्या 225x - 5x स्क्वायर इन्टु याच भनेको कति हो बुढाथोकी याच भनेको हाम्रो कति आएछ 379.58 हो सर y भनेको 0.4x माइनस 0.067x स्क्वायर 0.067x स्क्वायर भेरी गुड 0.00 ल 225x - 5x स्क्वायर माइनस 379.58 इन्टु 0.4 भनेको 151.832 x प्लस 0.0067 भन्दाखेरि के हुने भयो 2.54 हो 2.543 x स्क्वायर हो हजुर भन्दा कति भयो त यो -5 प्लस 2.453 minus 2.547 x square 225 minus 151.832 plus 73.168 x हैन त यति आएको यति हो क्या भन्नुहोस् है हो अब यसलाई फर्स्ट इयर भेटेपछि जिरो गर्नु परेको परेन म्याक्सिमम कति हुन्छ भनेर निकाल्नलाई कहाँ हुन्छ भनेर पत्ता लगाउनु पर्यो अनि एक्स भ्यालु यहाँ सब्स्टिट्युट गर्ने बित्तिकै म्याक्सिमम कति हुन्छ भने आउँछ आउँदैन भनेको यसलाई डेरिभेटिभ गर्नु त फर्स्ट डेरिभेटिभ के हुन्छ -2.547 into
2x plus 73.168 is equals to 0. यहाँबाट x को भ्यालु कति आयो? minus 2 into 4.914x. 14.36. Oh, 168 minus 4.9. What's that? 14.36 meter from B. B बाट चाहिँ 14.36 मिटर पर चाहिँ के हुनेछ त म्याक्सिमम मिनिमम हुनेछ त्यो भनेको जायज हो क्या हेर्नुस् है त यहाँदेखिबाट बिचसम्म भनेको 30 मिटर छ त्यो भनेको यतातिर चाहिँ तपाईको 14.36 मा चाहिँ के भयो त म्याक्सिमम भयो भने यो कुरा त ठिकै हो नि त हैन जस्तो 3 इंच आर्च भएको भए चाहिँ यस्तो केसमा राइट आर्ममा ठ्याक्कै बिचमै पर्छ 3 इंच भए चाहिँ यहाँ पनि इंच यहाँ 0 भन्दाखेरि बिचमै यहाँ म्याक्सिमम हुन्छ यसको बिचमै म्याक्सिमम हुन्छ 100% हो त्यो यसरी राइट हाफमा मात्र युडिएल हुँदाखेरि बुझ्नुभयो नि तर 3 इंच आर्च होइन त्यो भएर यहाँ कन्डिसन अलिकति फरक हुन्छ अहिले 14.36 भन्दा लगभग बिचतिर त आइरहेछ त्यही पनि हैन 36 मिटरमा टोटल आदि भनेको 18 के रे हैन 60 मिटरमा टोटल आदि भने 30 मिटर भयो हैन 30 मिटरको आधि भनेपछि 15 मिटर हुनुपर्ने 14.3 छ भनेपछि लगभग आइरहेछ त्यही पनि हैन ठिकै छ यो यहाँ सब्स्टिट्युट गर्नु छ म्याक्सिमम मोमेन्ट भने कति हुन्छ त -2.547 into 14.36 को स्क्वायर प्लस 73.168 into 14.36 हो -2.547 into 14.36 को स्क्वायर प्लस 73.168 into 14.36 कति आयो 525 किलोन्युटन मिटर हो सुरक्षा जी हजुर सर ए हो ल म्याक्सिमम मोमेन्ट यति आयो भनेपछि अब ड्र गर्दाखेरि कसरी गर्ने त यो आर्च जस्तो हो त्यस्तै बनाउने आर्चलाई छुने कुरै भएन हैन आर्च छुने कुरै भएन तपाईको यहाँनिर जिरो बेन्डिङ मोमेन्ट हुन्छ फेरि यो आर्च चाहिँ किन बनाएको ए बी सी पोइन्ट यहाँ हाम्रो अहिले बीसी भनेपछि यता बिचतिर कतै म्याक्सिमम आएको हो त्यो कति आएको हो पोजिटिभ आएछ हैन कति आएछ 525.47 हैन त अब यसो गर्नुस् यहाँनिर 0 हुँदैन म्याक्सिमम यहाँनिर 0 हो हैन के रे सरी यहाँ 0 हो यहाँ 0 यहाँ 0 यहाँ बिचमा 0 हुँदैन भनेपछि यो भन्दा मुनिबाट जान्छ कि लाइन यो भन्दा माथिबाट जान्छ भन्नलाई चाहिँ एकचोटी यसको बिचतिर कति बेन्ड बनाउन छ भनेर निकाल्दिउ नि त यसलाई मैले डी पोइन्ट भने किन भन्दाखेरि अब मलाई कि त यो पोइन्ट यो कि यसरी जान्छ के अब कि तपाईको यसरी जाने भयो हैन कि त के हुने भयो त भन्दाखेरि यसरी यसलाई यो भन्दा यसलाई माथि नागेर जान्छ के दुईमा एक हुन्छ बुझ्नुभयो कि मुनिबाट जान्छ कि यसलाई नागेर जान्छ भन्दाखेरि यो बिचको पोइन्टमा एकचोटी हेरौँ भन्न खोजे क्या मैले चाहिँ बिचको पोइन्टमा निकालेर हेर्नुस् न एकचोटी यसमा कति आउँछ बेन्डिङ मोमेन्ट निकाल्नु त डी पोइन्टमा भनेको यो बिचको पोइन्टमा यहाँनिर यहाँ बेन्डिङ मोमेन्ट भने केले दिन्छ यो रिएक्सन इन्टु यो डिस्टेन्स भनेको तपाईको यो डी पोइन्ट हो यहाँबाट कति मिटर पर मान्ने मैले 15 मिटर पर हैन टोटल 30 मिटरमा आधा क्या एउटा बुझ्नुभयो नि यो पोइन्ट कुनै पनि निकाल्नु पर्यो नभए भने हामीलाई यहाँ डायग्राम ड्रा गर्न गाह्रो परिसियो यो डी पोइन्टमा निकाल्नु डी पोइन्टमा आउने मोमेन्ट भनेको चाहिँ के हुन्छ त भन्दाखेरि यो रिएक्सन इन्टु 15 माइनस याच इन्टु के हुन्छ त यो डिस्टेन्स हुन्छ नि त भनेको चाहिँ मोमेन्ट एट डी भनेको चाहिँ के हुन्छ त भन्दाखेरि रिएक्सन भनेको तपाईको VA
VA into 15 minus H into Y हुन्छ क्या हैन VA भनेको कति थियो रिएक्सन हेर्नुस् त VA भने RA हो क्या RA कति थियो 75 हो 75 into 15 minus H भनेको होरिजोन्टल थ्रस्ट कति आछ 379.58 379.58 into Y भनेको त कति थियो त Y भनेको 0.4x हो minus 0.0067 x square 75 into 15 minus 379.58 भन्दा यता पनि म्याक्सिमम मिनिमम निकाल्यो भने के बिग्रिदिन्छ बिग्रिन्छ चाहिँ अझै बिचमा निकालेपछि हुन्छ ल 0.4x भनेको 0.4 into 15 minus 0.0067 into 15 को स्क्वायर यो गर्नुस् त कति आयो 75 into 15 minus 379.58 into 0.4 into 15 minus 0.0067 into 15 को स्क्वायर ब्रैकेट बन्द minus 580 आएको हो सर भन्छ यहाँ त minus 580 तिर पाउँदा छ त हैन त माइनस भनेपछि त मुन्तिर परेको परेन माइनस भनेपछि कता पर्यो तलतिर पर्यो यता तलतिर पर्यो यहाँ माथितिर पर्यो हैन त कुरो यस्तो आयो नि त अब यसको बेन्डिङ मोमेन्ट डायग्राम कस्तो बन्ने भयो त भन्दाखेरि यो त यसरी गयो युडिएल भएको कारणले गर्दाखेरि हैन भनौँ न यहाँ युडिएल यसरी कर्व बनेर आयो सी पोइन्टबाट पास त हुँदैन सी पोइन्टमा मोमेन्ट 0 हुन्छ त सी पोइन्टमा मोमेन्ट कति हुन्छ एकचोटी निकालेर है त VA भनेको तपाईको 75 into 15 minus H into Y H त्यो H भनेको तपाईको 379.58 into 379.58 into यहाँ चाहिँ अब यो Y भनेको के हुन्छ त क्राउन सम्मको राइजै हुन्छ सी पोइन्टको लागि चाहिँ राइज भनेको टोटल 6 मिटर थियो यो आएछ -1152 हैन त यो -1152 आएछ भनेपछि त झन् के हुने भयो त तलतिरै पो भयो त हैन झन् तलतिरै यो पोइन्टमा झन् म्याक्सिमम बेन्डिङ मोमेन्ट भनेपछि अझै झन् तलतिरै भन्दाखेरि अब यसो गर्नुपर्छ नेगेटिभलाई चाहिँ माथि बनाउनु पर्यो है पोजिटिभलाई तल बनाउनु पर्यो कि त नभए त कस्तो आयो त भ्यालु भन्दाखेरि यो डी पोइन्टमा आयो 580 -580 सी पोइन्टमा आयो कति -1100 हैन त सी पोइन्टमा -1152 यसमा -580 भन्दाखेरि त कसरी बनाउनु पर्यो त भन्दा 1152 यसको नेगेटिभ भ्यालुलाई चाहिँ माथि राखौँ त सर सी सम्म गर्दाखेरि हाम्रो 75 into 30 हुनु पर्ने हैन 75 into 30 है 30 गर्दाखेरि -27.4 ए 30 त हो त है कति आयो रे -27.4 ठीक छ -27 भनेपछि त माथिरै पर्यो ठीक छ ल त्यसै म यहाँ जोगे ल त्यसैगरी एमसी भनेको चाहिँ तपाईको के हुन्छ त भन्दाखेरि VA into 30 minus H into यो सी के अपर बगालाई चाहिँ टोटल हाइट भनेको राइजर हो नि त हैन राइजर भन्न आछ राइज भनेको कति थियो 6 मिटर थियो VA भनेको 75 into 30 minus H भनेको 379.58 into 6 कति हुने भयो -75 into 30 minus 379.58 into 6 -27.4 -27.48 हो हो अब कति आयो हेर्नुस् त डी एरिया आयो -580 सी एरिया आयो -27 भन्दाखेरि अब यसको बेन्डिङ मोमेन्ट डायग्राम ओभरअलमा कस्तो बन्यो त भन्दाखेरि यो आर्च भयो हैन यो आर्च जस्तो हो ए सी यहाँ बी छ यता एउटा म्याक्सिमम आएको थियो त्यो भनेको 500 कति आएको थियो पोजिटिभ 525.47 हैन
अब एसी मा कति आयो भन्दाखेरि डी पोइन्ट मा आयो -580 -580 यहाँ आयो यो भन्छ यस्तो हुने भयो के -580 डी पोइन्ट मा मान्छे -580 आयो नि त मेरो त 544.7 -580 आउँछ ल के मिस्टेक गर्छु मैले ल अब यस्तो खालको बेन्डिङ मोमेन्ट डायग्राम बन्यो कि अलिकति लाइन चाहिँ मिलेन भन्दाखेरि तपाईको यस्तो यहाँबाट चाहिँ सिधै सिधै जाने भयो यहाँनिरबाट यता जोड्दाखेरि चाहिँ अलिकति प्याराबोलिक देखाइदिनु पर्यो अझै यसलाई यस्तो अलिकति राम्रो बनाउने हो भने चाहिँ के हुनु भयो त भन्दा यहाँनिर यसरी प्याराबोलिक जानु पर्यो यहाँसम्म हैन अनि यहाँबाट आउँदा पनि तपाईको के हुनु भयो त भन्दाखेरि यो मुनिसम्म आउँदा पनि प्याराबोलिकै आउने अनि अब चाहिँ के गर्दिने त यसरी लिनियरली गइदिने दिस इज द बेन्डिङ मोमेन्ट डायग्राम अलिअलि कन्फ्युजन हुन सक्छ है नहुने नि फेरि एबीसी पोइन्ट सी पोइन्ट यहाँ सी पोइन्टमा कति आएको थियो -27.48 आएको थियो डी पोइन्टमा कति आएको थियो -580.26 यो भनेको त एक्स पोइन्ट हैन यहाँ एक्स पोइन्ट हो नि त हैन म्याक्सिमम बेन्डिङ मोमेन्ट पोइन्ट भनेको 525.47 किलोन्युटन मिटर नहरी यो पोजिटिभ भयो यो चाहिँ तपाईको नेगेटिभ पोर्सन भयो है दिस इज द बेन्डिङ मोमेन्ट डायग्राम यो अलि कमै आउँछ स्ट्रक्चर 2 मा चाहिँ बेन्डिङ मोमेन्ट डायग्राम हैन आइहाल्यो भने यसरी भ्याउनु गर्ने भ्याइहाल्यो भने है नभए भ्याएन भनेपछि ठिकै छ होरिजन्टल थ्रसम्म निकाल्ने ल बुझ्नु भयो सुरेशजी हजुर सर पोसिबल म्याक्सिमम बेन्डिङ मोमेन्ट निकालिहाल्यो अनि अन्त चाहिँ अब कि त यो बाटो यसरी जानु पर्यो कि तलतिर जानु पर्यो भनेपछि यहाँको रेफरेन्स भ्यालुहरु त चाहियो अनि त्यसको लागि चाहिँ हामीले यहाँ त निकाल्नु भनेको छैन त्यही पनि निकाल्नु पर्यो के यो भनेको चाहिँ तपाईको 0 को लाइन चाहिँ हुने भयो ठीक छ आर जस्तो छ त्यस्तै बनाउनु पर्यो अनि त्यसकै रेस्पेक्टमा चाहिँ तलतिर मास्तिर जानु पर्यो के पोजिटिभ भने भए मास्तिर नेगेटिभ भने पनि तलतिर जानेछ बुझ्नु भयो नि त केही प्रब्लम छ त अब कुनै पोइन्टमा चाहिँ अब के निकाल भन्यो भने त भन्दाखेरि तपाईले जस्तो होरिजन्टल थ्रस्ट निकाल भन्ला हैन होरिजन्टल थ्रस्ट निकाल भन्ला होरिजन्टल थ्रस्ट निकाल भन्ला अर्को भनेको के भन्न सक्ला रेडियल शियर निकाल भन्ला हो अब मैले यसमा यही क्वेशनमा थप दिन्छु ल बुझ्नुभयो यसमा मैले सिकाउन खोजेको कुरा बुझ्नु होला यो भन्दा अगाडिको रेकर्डिङहरु पनि छ हैन त्यहाँ हेर्नु होला हैन त्यस्तो कुनै क्वेशनमा प्रब्लम भयो भने त्यसपछि मलाई सोध्नु होला हामी पछि त्यसमा डिस्कस गर्छौं है त मैले अहिले के थप्दिन भन्दाखेरि क्याल्कुलेट क्वेशन थप्नुस् है त क्याल्कुलेट होरिजन्टल थ्रस्ट होरिजन्टल थ्रस्ट त गरिसक्यो नर्मल थ्रस्ट होरिजन्टल थ्रस्ट भइसक्यो है नर्मल थ्रस्ट रेडियल शियर and bending moment at 6 meter from support B मैले अहिले यसरी भन्दै बुझ्नुभयो के भन्दै त नर्मल थ्रस्ट मैले निकाल्न चाहिँ सिकाउन खोजेको फ्याक्टर क्वेशनमा आइहाल्यो भनेर यो सोधि पनि रहेछ त्यही भएर नर्मल थ्रस्ट रेडियल शियर अनि अर्को भनेको चाहिँ बेन्डिङ मोमेन्ट एट 6 मिटर फ्रम दी सपोर्ट बी राइट सपोर्ट बाट चाहिँ 6 मिटर पर चाहिँ के निकाल्नु भने त मैले रेडियल शियर र नर्मल थ्रस्ट पनि निकाल्नु भने र बेन्डिङ मोमेन्ट पनि निकाल्नु भने अब यो भन्यो भने चाहिँ जुनसुकै क्वेशनमा पनि शियर थ्रस्ट नर्मल
के अरे सियर थ्रस्ट भनेछु के अरे होरिजोन्टल थ्रस्ट पनि हैन के नर्मल थ्रस्ट हो होरिजोन्टल थ्रस्ट पनि निकाल्नु परिहाल्यो नि नर्मल थ्रस्ट रेडियल सियर निकाल भन्यो भने चाहिँ तपाईले सबभन्दा सुरुमा होरिजोन्टल थ्रस्ट त निकाल्नु नै हुन्छ नर्मल थ्रस्ट भन्नुबित्तिकै के हुन्छ h cos थीटा प्लस v sin थीटा भन्ने फर्मुला छ नि त भनेपछि यसमा चाहिँ थीटा आउँछ क्या थीटा आउँछ थीटा निकाल्न चाहिँ के गर्नुपर्छ त भन्दाखेरि सबभन्दा सुरुमा थीटा निकाल्न चाहिँ तपाई y को भ्यालु त निकाल्न छ नि हामीले हैन कति निकाल्न थियौ सुरेशजी भन्नुस् त 0.4x हो 0.4x माइनस कति आथ्यो 0067 x स्क्वायर अब थीटा निकाल्नलाई चाहिँ हामीले यसलाई चाहिँ के गर्नु पर्यो त dy/dx भनेपछि विथ रेस्पेक्ट टु x डेरिभेटिभ गर्नु पर्यो हैन त ताकि dy/dx भनेको चाहिँ tan थीटा भन्न पाइन्छ के dy/dx इज इक्वल्स टु के भयो त डेरिभेटिभ गर्नुस् त 0.4 minus 2 times 0.0067 x भनेपछि tan थीटा बराबर dy/dx भनेको tan थीटा हो है 0.4 minus 2 into 0.0067 into x के गर्ने होला भन्नु होला मैले यो दिएँ नि त हैन at x equals to 6 meter from कहाँबाट भने b हैन त भनेपछि x को ठाउँमा कति राख्नु पर्यो त 6 राख्नु पर्यो minus 2 into 0.0067 into 6 कति आयो 0.3196 theta equals to tan inverse 0.3196 tan inverse 0.3196 कति आयो थीटा भनेको 17.72 डिग्री आको हो हजुर के भन्नुभयो के भने हजुर 17.72 डिग्री आयो थीटा भनेको थीटा आइसकेपछि अब नर्मल थ्रस्ट भनेको के भन्छौं त हामी v cos थीटा हो v cos थीटा प्लस h sin थीटा हो नि त नर्मल थ्रस्ट भनेको हैन भनेपछि यो v भनेको चाहिँ के हो हैन त भन्दा सपोर्ट रिएक्सन होइन है जुन पोइन्टमा चाहिँ तपाईलाई के निकाल्नु भने हो त नर्मल थ्रस्ट अथवा रेडियल सियर निकाल्नु भनेको त्यो पोइन्टमा गएर शियर फोर्स निकाल्ने के निकाल्ने शियर फोर्स निकाल्ने भन्नुस् त के निकाल्ने शियर फोर्स v भनेको के हो शियर फोर्स एट 6 मिटर फ्रम b भएको हैन अहिले केसमा भन्दाखेरि b बाट 6 मिटर पर भनेको यहाँनिरबाट 6 मिटर पर चाहिँ के निकाल्नु पर्यो त शियर फोर्स निकाल्नु पर्यो हैन त कुनै पनि पोइन्टमा बसेर राइट तिर हेर्दा शियर फोर्सको के हुन्छ त फर्मुला अथवा भनौं न त्यो साइन कन्भेन्सन लेफ्ट तिर हेर्दाखेरि त शियर फोर्स के हुन्छ त अपवर्ड पोजिटिभ हैन राइट तिर हेर्दा चाहिँ के हुन्छ त डाउनवर्ड चाहिँ पोजिटिभ हुन्छ बुझ्नुभयो के हुन्छ कुनै पनि पोइन्टमा बसेर राइट तिर हेर्दा चाहिँ के हुन्छ त शियर फोर्सको साइन कन्भेन्सन चाहिँ डाउनवर्ड पोजिटिभ हुन्छ बुझ्नुभयो बुझेन बुझे सर भनेपछि यहाँ बसेर 6 मिटर पर यहाँबाट 6 मिटर पर यो पोइन्टमा बसेर मैले शियर फोर्स हेर्दै गर्दाखेरि राइट तिर हेर्दाखेरि डाउनवर्ड पोजिटिभ भनेपछि 10 into 6 भनेको चाहिँ पोजिटिभ हुने भएको हैन डाउनवर्ड चाहिँ पोजिटिभ हैन भनेपछि के हुने भयो त भन्दाखेरि v भनेको चाहिँ तपाईको v भनेको 10 into 6 पोजिटिभ भयो तलतिर जाँदा जाँदै पनि हामीले अलवेज डाउनवर्डलाई चाहिँ नेगेटिभ मान्थ्यौं तर राइट तिर कुनै पनि पोइन्टमा बसेर राइट तिर शियर फोर्स निकाल्न छ भने डाउनवर्ड के हुन्छ त पोजिटिभ हुन्छ अपवर्ड भनेको के आउँछ त आरबी आउँछ बी पोइन्टको रिएक्सन भनेको तपाईको के हो त भन्दाखेरि अपवर्ड प्रोसेस भनेपछि माइनस हुने भयो माइनस कति थियो 225 भन्दाखेरि कति आयो त 10 into 6 minus 225 minus 165 हो हो v को ठाउँमा चाहिँ कति राख्नु पर्यो त माइनस 165 राख्नु पर्यो के अब तपाईहरुले बुझ्नुभयो लास्ट माइनस 165 cos 17.72 प्लस याज भनेको तपाईको होरिजोन्टल थ्रस्ट कति आथ्यो हाम्रो याज भनेको होरिजोन्टल थ्रस्ट कति आथ्यो 379.58 sin 17.72 हैन त
यहाँबाट के आउँछ त नर्मल थ्रस्ट आउँछ रेडियल शियर भन्यो भने चाहिँ के हो त फर्मुला v के हो याद cos थीटा माइनस v sin थीटा हो कि अथवा v sin थीटा माइनस याद cos थीटा हो यो मिलेन क्या हो फर्मुला मिलेन याद cos थीटा प्लस v sin थीटा हो नि त यो हैन फर्मुला बिग्रे है यहाँ हेर्नुस् है याद cos थीटा प्लस v sin थीटा चाहिँ हो है उल्टो पर्यो यो अरु निकाले त ठीक छ है थीटा सीटा निकाले ठीक छ त्यो काटेको मतलब सबै काटे हैन नर्मल थ्रस्ट भने के थियो रे याद cos थीटा प्लस v sin थीटा हो नि त यहाँ उल्टो भयो क्या 379.58 cos थीटा भने कति निकालेको थियो हामीले 17.72 प्लस v भनेको शियर फोर्स निकालेका छौं -165 sin थीटा भनेको फेरि 17.72 ल कति आयो भन्नुस् त 379.58 cos 17.72 -165 sin 17.72 कति आयो 311 हो हजुर यो भने नर्मल थ्रस्ट भयो रेडियल शियर क्यू भनेको चाहिँ के हुन्छ त रेडियल शियर क्यू भनेको चाहिँ तपाईको के हुन्छ त v cos थीटा माइनस याद sin थीटा हैन त हो के भन्नुस् त के होइन हो सर हो पक्कै हो नि v cos थीटा भनेपछि v भनेको -165 cos 17.72 cos माइनस याद भनेको 379.58 sin 17.72 -165 cos 17.72 minus 379.58 sin 17.72 कति आयो -272 हो हजुर यसरी निकाल्नु पर्यो क्या नर्मल थ्रस्ट रेडियल शियर भन्यो भने बुझ्नुभयो हजुर बेन्डिङ मोमेन्ट निकाल्नु पर्यो भने त त्यही हो बेन्डिङ मोमेन्ट एट x equals to 6 मिटर फ्रम b हैन b बाट चाहिँ 6 मिटर पर चाहिँ तपाईले बेन्डिङ मोमेन्ट निकाल्नु भन्यो भने के गर्नु पर्यो भन्दाखेरि तपाईले त्यही गर्ने हो सर्वलक्क जाने आर्चमा यहाँ बसेर तपाईको 6 मिटर पर बस्ने यहाँ बस्दा के हुने भयो त अब बेन्डिङ मोमेन्ट भने के दिने भयो त एउटा भनेको कसले दिने भयो कुनै पनि पोइन्ट बसेर राइट तिर हेर्दाखेरि कुन पोजिटिभ हो एन्टी क्लकवाइज भनेपछि त्यहाँ आउने रियाक्सनले दिने भयो VB * 6 हो के न खोइ तपाईहरु बोल्नै हुन्न यहाँ बसेर के राइट तिर हेर्नु न ल RB अथवा VB * के हुने भयो 6 हैन त हजुर 10 into माइनस h into y हुने भयो हैन त हजुर त्यसैगरी माइनस के हुने भयो 10 into 6 into 6/2 हुने भयो भएन VB भने कति आएछ 225 कि 325 225 225 into 6 माइनस h भनेको कति आएछ त 379.58 into y भनेको निकाल्नु पर्यो at x equals to 6 मिटर y को भ्यालु कति हुन्छ dy by dx त यहाँ गरेका छौं तर y भनेको के थियो त 0.4x minus 0.0067x स्क्वायर हैन त हजुर हो अब के हो त 0.4x भनेपछि 0.4 into 6 minus 0.0067x स्क्वायर भनेको 6 स्क्वायर यहाँबाट के आउँछ त तपाईको x के y को भ्यालु आउँछ नि त हैन
2.1588 हो हजुर 2.1588 225 into 6 minus 379.58 into 2.1588 530.56 हो अझ यहाँ छुट्यो नि यो minus 10 into 6 into 6/2 350 6 into 6 divided by 2 350.5 छ हैन त हजुर 350.56 किलोन्युटन मिटर ल सुरक्षाजी यो बेन्डिङ मोमेन्ट निकाले बुझ्नु भयो भनेर भन्नुस् त हजुर सर हो यति बुझ्नु भयो शियर फोर्स निकाल भन्यो भने सक्नुहुन्छ बेन्डिङ मोमेन्ट निकाल भन्यो भने सक्नुहुन्छ नर्मल थ्रस्ट निकाल्नु भन्यो भने सक्नुहुन्छ रेडियल शियर निकाल भन्यो भने सक्नुहुन्छ बेन्डिङ मोमेन्ट निकाल भन्यो भने सक्नुहुन्छ भनेको तपाईले सबै सक्नुहुन्छ तर यदि सपोर्ट चाहिँ के भइदियो त भन्दाखेरि डिफरेन्ट लेभलमा भइदियो भने के भइदियो भने डिफरेन्ट लेभलमा भइदियो भने हैन अन्त मैले डिफरेन्ट लेभलको पनि त्यो न्युमेरिकल चाहिँ गराएको होला त्यो हेरिसकेपछि बुझ्नु त तपाईले पक्कै पनि हुन्छ तर सपोर्ट डिफरेन्ट लेभलमा भयो भने आर्च कस्तो टाइपको हुन्छ भन्नुस् त अहिले सिम्पली यस्तो टाइपको हुन्छ कि हुँदैन प्याराबोलिक आर्च यो टाइपमा हुन्छ कि हुँदैन हजुर डिफरेन्ट लेभल भयो भने यतातिर यास 2 तपाईको यो चाहिँ तपाईको डिफरेन्ट लेभल खासै अलि कम दिन्छ फेरि स्ट्रक्चर 1 मा चाहिँ अलि बढी प्रोबेबिलिटी हुन्छ डिफरेन्ट लेभलमा भएको आउने तर स्ट्रक्चर 2 मा चाहिँ अलिकति होरिजन्टल थ्रस्ट निकाल्ने प्रोसेस नै लामो भएको हिसाबले चाहिँ डिफरेन्ट लेभलको चाहिँ अलि कम सोध्ने गर्छ सोध्नलाई चाहिँ बुझ्नुभयो नि H1 H2 अब के हुन्छ त भन्दा डिफरेन्ट लेभलमा भएपछि ट्वाक्कै सिमेट्रिक हुँदैन क्या यहाँदेखि यहाँसम्म एउटा लेन्थ हुन्छ बुझ्नुभयो नि L1 यहाँदेखि यहाँसम्मलाई के भनिन्छ त L2 ठ्याक्कै सेम लेन्थ हुँदैन क्या कुरा बुझ्नु भयो भएन यो 10 मिटर भयो भने यो 8 मिटर होला हैन यो 15 मिटर भयो भने यो 10 मिटर होला त्यसरी लेन्थ चाहिँ फरक हुन्छ क्या कुरा बुझ्नु भयो हो अभिनवजी जस्तो यो क्वेशन देख्नुभयो नि यहाँ के छ त भन्दा सपोर्ट डिफरेन्ट भन्छ यो 6 मिटर तल छ यो कति छ त 4 मिटरमा छ हैन यसरी हेर्नुभयो भने तपाईको यो चाहिँ के हुन्छ त भन्दा डिफरेन्ट लेभलमा छ नि त यतापट्टि L1 भन्ने अर्कोपट्टि L2 भन्ने के बुझ्नुभयो हजुर एकैपट्टि L1 भन्ने अर्कोतिर चाहिँ L2 भन्ने अब L1 र L2 चाहिँ कसरी पत्ता लगाइन्छ त हैन त्यसरी ओभरअल लेन्थ दिएको केसमा र राइजहरु दिएको केसमा अथवा कहिलेकाहीँ चाहिँ राइज दिएर चाहिँ के दिदैन भन्दाखेरि L1 L2 दिदैन त्यस्तो केसमा चाहिँ के गर्ने त डिफरेन्स लेभल अफ सपोर्ट भएको केसमा L1 L2 अथवा कहिलेकाहीँ चाहिँ L1 L2 दिएर H1 H2 मध्ये एउटा दिदैन बुझ्नुभयो नि कहिलेकाहीँ चाहिँ के दिदैन भन्दाखेरि H1 H2 बाट H1 H2 चाहिँ दिन्छ L1 L2 दिदैन के भन्दाखेरि यसमा एउटा रेशियो छ L1 L2 र H1 H2 को त्यो रेशियोबाट चाहिँ के आउँछ त भन्दाखेरि डिफरेन्ट लेभलमा हुँदाखेरिको लागि पनि के आउँछ त भ्यालु चाहिँ आउँछ त्यो भनेको चाहिँ तपाईको के हो त भन्दाखेरि L1 by L2 बराबर एउटा थियो के अरे त नि मैले पनि ठ्याक्कै 20 इन्च फेरि बेला हो हेर्नु त रुट अन्डर H1 by H2 जस्तो लाग्छ मलाई डिफरेन्ट लेभलमा भयो भने ल बकाइदा हो नि L1 by L2 बराबर के हुन्छ रुट अन्डर H1 by H2 ल यो एउटा रिलेसन पत्ता थाहा पाउनु भयो भने तपाईले के निकाल्न सक्नुहुन्छ त भन्दाखेरि H1 र H2 दिएको केसमा L1 र L2 निकाल्न सक्नुहुन्छ L1 L2 दिएको केसमा H1 र H2 निकाल्न सक्नुहुन्छ बुझ्नुभयो बुझेन अभिनवजी यो रेशियो याद भयो हजुर अनि एउटा कुरा चाहिँ के हुन्छ त टोटल लेन्थ तपाईलाई अलवेज गिवन हुन्छ टोटल लेन्थ भनेको चाहिँ के हुन्छ त L1 + L2 हुन्छ कि हुँदैन टोटल लेन्थ भनेको L1 + L2 हुन्छ टोटल लेन्थ भनेको चाहिँ L1 + L2 हुन्छ भने है
टोटल लेन्थ भनेको L1 प्लस L2 हुन्छ भने तपाईले अब चाहिँ L1 लाई के भन्न सक्नुहुन्छ अथवा L2 लाई के भन्न सक्नुहुन्छ L माइनस L1 भन्न सक्नुहुन्न त सक्यो सक्यो भन्दाखेरि के हुन्छ यहाँ L1 तल L2 लाई पनि के भन्न पाइयो त L माइनस L1 भन्न पाइयो 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 बराबर रुट अन्डर H1 र बाइ H2 ल हेर्नुस् त राइजर दिएको छ भने अब L1 L2 आयो कि आएन आयो ओ अब यो केसमा हेर्नुस् त के छ यताको H1 भनेको 4 मिटर दिएको छ H2 भनेको 6 मिटर दिएको छ भनेपछि H1 र H2 दिएको छ तर L1 L2 दिएको छैन भने यस्तो केसमा योबाट चाहिँ तपाईको के आउने भयो त L1 र L2 आउने भयो कि भएन भयो भयो अब यो आइसकेपछि सबै प्रोसेस सेम हुन्छ तर के हुन्छ त भन्दाखेरि तपाईसँग चाहिँ दुईटा अप्सन हुन्छ बुझ्नु हो हजुर अब तपाईले कतापट्टिको भ्यालुहरु सोधिरहेछ भन्ने कुरा चाहिँ मेजर कुरा भयो क्या अब यहाँ चाहिँ हाम्रो अरु बेला चाहिँ y बराबर 4hx l माइनस x बाइ l स्क्वायर भन्ने प्यारामिटरले चाहिँ लेफ्ट तिरको लागि काम गर्छ राइट तिरको लागि काम गर्छ नि त हैन यो y हाइटको लागि हजुर हो अब यसमा चाहिँ अलिकति फरक पर्छ किन त भन्दाखेरि यदि सपोर्ट डिफरेन्ट लेभलमा छ भने तपाईलाई y कतापट्टिको चाहियो हो भन्ने कुराले म्याटर गर्छ क्या बुझ्नु हो नि y कतापट्टिको चाहियो हो त यो क्राउनबाट राइट तिरको चाहियो हो कि यो क्राउनबाट लेफ्ट तिरको चाहियो हो बुझ्नु हो नि किन त भन्दाखेरि यहाँसम्मको के हुन्छ त L1 हुन्छ हैन त यहाँसम्मको डिस्टेन्स L1 हुन्छ यहाँ भन्दा उताको डिस्टेन्स L2 हुन्छ सेम हुन्छ त हुँदैन हो भने हुँदैन भने अब यतापट्टिको राइजर के हुन्छ H1 राइजर भन्छ राइज यतापट्टिको H2 हुन्छ H1 H2 नि सेम छैन L1 L2 पनि सेम छैन हैन सेम छैन सेम भएको भए त सिमेट्रिक केस भइहाल्थ्यो नि हैन हो अब यतातिरको काम गरिरहनु भएको छ भने चाहिँ y भनेको 4h l माइनस x बाइ l स्क्वायरमा के गर्नुस् त भन्दा l ड्याश राख्नुस् त के राख्नुस् रे h मा पनि h ड्याश राख्ने l मा पनि के राख्ने l ड्याश राख्ने बुझ्नु हो नि हजुर हो अब यो h ड्याश भनेको अब लेफ्ट तिर काम गरिरहेको भने त यो लेफ्ट तिर भनेको त यो त h1 टाइपको हो नि त हैन लेफ्ट तिर भनेको h1 छ कि छैन राइट हजुर के हुने भयो त 4h1 x अब l ड्याश भनेको चाहिँ लेफ्ट तिर के छ त लेफ्ट तिर L1 छ L1 छ कि छैन हजुर L1 छ L1 छ हैन L1 छ लेफ्ट तिर के छ त L1 छ तर यो L भनेको त टोटल लेन्थ हो के न हो अब यो L ड्याश भनेको चाहिँ के हुन्छ त 2L1 हुन्छ क्या के हुन्छ रे 2L1 भनेको यो L1 को डबल हुने भयो क्या यो अनुसारको रेफरेन्समा काम गर्दाखेरि यो ठ्याक्क यो चाहिँ वास्तवमा कस्तो हुन्छ त यस्तो हुन्छ क्या यही राइजको हुने हो भने त आर्च राइजको आर्च हुने हो भने त ठ्याक्क यस्तो हुन्छ नि अब दिमागमै भिजुअलाइज गर्नुस् है यस्तो कोर्नु पर्दैन यही राइजको आर्च हुने भने त के हुने भयो त यसरी गरे यता जान्छ नि त भनेको यो L1 भनेपछि ठ्याक्क यतातिर के हुन्छ त अर्को L1 भनेर टोटल 2L1 हुन्छ कि हुँदैन यो H1 राइजको हुँदाखेरि हुने भयो भएन हो अब टोटल लेन्थ भनेको के हुने भयो 2L1 हुने भयो क्या बुझ्नुभयो हजुर 2L1 माइनस x डिवाइडेड बाइ 2L1 को होल स्क्वायर अब तपाईँ यो राइट तिर H2 वालालाई चाहिँ युज गरिरहनु भएको छ भने यो कस्तो हुन्छ त यदि यो H2 राइज के टोटल सिमेट्रिक ट्रस हुने के रे आर्च हुने हो भने कस्तो हुन्छ त यही गएर टुङ्गिन्छ है टुङ्गिदैन यो हैन त यस्तो हुन्छ हैन त यो सिमेट्रिक टाइपको यो चाहिँ ठ्याक्क यो लेभलमा टक्क सिमेट्रिक हुने हो भने चाहिँ यो खालको हुन्छ कि हुँदैन आर्च पछि बनाएको खालको हुन्छ यो खालको हुँदाखेरि त के हुन्छ त लेन्थ भनेको तपाईको अब यो L2 हो भने यो पनि L2 हुन्छ भन्छ L ड्याशको ठाउँमा चाहिँ के हुन्छ तपाईको अब 2L2 राख्ने क्या बुझ्नुभयो हजुर H को ठाउँमा H2 हुँदाखेरि बुझ्नुभयो हजुर H2 हुँदाखेरि 2L2 H1 हुँदाखेरि 2L1 राख्ने क्या बुझ्नुभयो हैन त कुरा हजुर यसलाई ड्याश ड्याश राख्ने हैन 4h2 x 2L2 माइनस x डिवाइडेड बाइ 2L2 को होल स्क्वायर ल कुरा बुझ्नुभयो डिफरेन्ट लेभलमा भने के हुँदछ त भन्दाखेरि y निकाल्ने कुरामा त फरक हो नि हजुर अब यो H2 नै भइसकेपछि यो y नै निक्लिसकेपछि अब त्यो बेन्डिङ मोमेन्ट निकाल्ने कुरा त्यही नै भयो हैन म्याक्सिमम बेन्डिङ मोमेन्ट निकाल भन्यो भने त्यही नै भयो सबै कुरा त्यही नै भयो मात्र के फरक भयो त भन्दाखेरि लेन्थ लिने र राइजर लिने चाहिँ कुन चाहिँ लिने भन्ने कुरामा झुकिनु भयो नि त फरक लेन्थ फरक राइज भइसकेपछि कुन चाहिँ लिने भन्ने झुकिनु भयो यो राइज लिनु भएको छ भने
यसकै करस्पोन्डिङ लेन्थलाई 2 टाइम्सले मल्टिप्लाई गरेर टोटल लेन्थ लिनु पर्यो। यो राइज लिनु भएको छ भने यसकै करस्पोन्डिङ लेन्थलाई चाहिँ 2 टाइम्सले मल्टिप्लाई गरेर चाहिँ टोटल लेन्थ लिनु पर्यो y निकाल्दाखेरि। क्लियर हुनुभयो सुरेशजी? हजुर सर। यसको न्युमेरिकल कहाँ छ त? प्लेलिस्टमा हैन? प्लेलिस्टमा छ। त्यो चाहिँ चट्ट गरेर चाहिँ हेर्ने, आफै प्र्याक्टिस गर्ने, अनि नबुझ्यो भने मलाई सोध्ने। भोलि पर्सि हामी 11 एउटा कन्टिन्यू गराउँदाखेरि अथवा त्यो ओभरअलमा अर्को ग्रुपमा क्लास हुँदाखेरि तपाईँले पनि लिङ्क पठाएर म यो डिफ्रेन्ट लेभलमा भएको भने गरौँला, नभए केही छैन, त्यसमा समस्या छैन। ल बुझ्नु भएन? आर्ट्स पनि क्लियर भयो भएन? यसको प्रोबेबिलिटी मिनिमम छ, तर प्र्याक्टिस चाहिँ गर्ने है। यो पहिला चाहिँ सोधा छ यो है, पछिल्लो समय चाहिँ खासै सोधा छैन क्या डिफ्रेन्ट लेभल भएको। तर सोध्यो भने चाहिँ के गर्नुपर्छ त? गर्नु चाहिँ पर्छ है फेरि। सर त्यति नै फरक। 2024 को फलको क्वेसन हेर्नु न। 24 फल भन्नुभयो? हजुर हजुर। न्यूको कि ओल्डको? न्यूको हो। 24 फल हजुर। दुईटा क्वेसन छ, कुन चाहिँ हो? त्यो कोड र युडिएल दिएको वाला। के दिएको केसको? पोइन्ट लोड र युडिएल। यो हो ड्र द बेन्डिङ मोमेन्ट डायग्राम भनेर सुरु भएको छ क्वेसन। हजुर हजुर त्यही हो। ल त्यसमा के त्यो बीसी पोर्सनको लागि लिँदाखेरि के एमएक्स को इक्वेसन आरबीवाई इन्टु एक्स माइनस 30 इन्टु एक्स माइनस 8 हुन्छ। एकचोटि हेरिदिनु। ल हेर्नुहोस् है। ड्र द बेन्डिङ मोमेन्ट डायग्राम अफ सिमेट्रिक 2 inch arch having span 40 meter and central rise 6 meter subjected to UDL of 25 kilonewton per meter in the left half of the span and 30 kilonewton at 8 meter from the right support भनेको छ हैन? हजुर त्यो Also determine the maximum positive negative bending moment भनेको छ। Assume second variation of moment of inertia भनेको छ हैन त? यो क्वेसन नै गरिदिउँ न, के भयो र, एकछिनको कुरा हो हैन? एकछिनको कुरा हो। अब स्ट्रक्चर 1 को पनि गर्नुपर्ने छ। 9:30 त्यो आधी घन्टा त्यो डिफ्रेन्ट लेभलमा हुँदाखेरि के हुन्छ बुझाउनलाई एउटा न्युमेरिकल गर्ने हो। स्ट्रक्चर 1 मा पनि समस्या छैन। ल के भनेछ त? 2024 फल। पढ्नुहोस् है, त्यो रेकर्डिङ मोबाइलमा चाल्छ। Draw the BMD of symmetric 2 inch arch having span 40 meter. कति? स्पान दिएको छ 40 मिटर। 40 मिटर स्पान भएको। स्पान 40 मिटर के छ? सब्जेक्टेड टु UDL 25 kilonewton per meter in the left half of the span भने हैन त? लेफ्ट हाफ अफ द स्पानमा कति छ त? 25 kilonewton per meter. 30 kilonewton at a distance 8 meter from right support. राइट सपोर्टबाट चाहिँ फेरि कहाँ छ त भन्दाखेरि 8 मिटर पर चाहिँ एउटा 30 kilonewton लोड छ। यताबाट 8 मिटर पर हैन? बीस मिटर हो। 20 मिटर हो है? ल यसम्म गर्नुभयो? यो पोइन्ट
बिमलाई के नाम दिन्छु मैले डी पोइन्ट दिन्छु यो 30 किलोन्युटन ला पोइन्टलाई मैले के नाम दिएँ डी पोइन्ट दिएँ ठीक छ डी पोइन्ट दिएँ भने अब यसमा चाहिँ के हुन्छ त भन्दाखेरि यसमा के हुन्छ त भन्दा यसमा म सबै न्युमेरिकल गराएर बस्दिन हैन तपाईलाई के थाहा छ हरिजन्टल थ्रस्ट निकाल्ने कसरी हो के हो सबै कुरा थाहा छ नि हैन हजुर तपाईलाई भनेको यहाँ EMX को निकाल्न जान्नु भयो भने त बाँकी कुरा त गर्न सक्नुहुन्छ नि हजुर हैन बाँकी कुरा गर्न सक्नुहुन्छ अन्त त्यो निकालिसकेपछि त्यो सबै निकाल्दा नि फरक त के पर्यो र अब EMX को लागि चाहिँ के गर्नु पर्यो पहिला इक्विभ्यालेन्ट बीम बनाउनु पर्यो हैन त इक्विभ्यालेन्ट बीम बनाउनु पर्यो उहाँले भनेको BC पोर्सनको लागि हो म त्यहाँनिर ठ्याक्कै आइहाले है त A B C यो पोइन्टले D हो अब यस्तो केसमा चाहिँ के गर्नुस् त यहाँनिर के छ VA भनौं यहाँनिर के छ VB सपोर्ट रिएक्सन हैन अब यो छ 25 किलोन्युटन पर मिटर यो कम्प्लिटै गरौँ केही छैन अन्त स्ट्रक्चर 1 को अलि 10 बजेबाट 10:30 सम्म गराउनु नभए के हुने भयो समेसन अफ मोमेन्ट अबाउट A क्लकवाइज डाइरेक्सनलाई पोजिटिभ इज इक्वल्स टु 0 के हुने भयो त 25 इन्टु 20 मिटर यतातिर छ यो हाफ मिटर यो 12 मिटर हैन त 25 इन्टु 20 इन्टु 20 डिवाइडेड बाइ 2 प्लस 30 इन्टु कति हुने भयो 20 प्लस 12 माइनस VB इन्टु कति हुने भयो त जम्मा यो 20 ले 40 इज इक्वल्स टु 0 यही हुन्छ इक्वेसन सुरेश जी हजुर सर 25 इन्टु 20 इन्टु 20 डिवाइडेड बाइ 2 प्लस 30 इन्टु 20 प्लस 12 माइनस 40x इज इक्वल्स टु 0 सिफ्ट क्याल्क के हुने भयो त VB भनेको 149 किलोन्युटन हो क्लकवाइज ठीक छ 25 इन्टु 20 इन्टु 20 डिवाइड बाइ 2 प्लस 30 इन्टु 20 प्लस 12 माइनस VB इन्टु 40 यहाँ त ठिकै छ यति नै आएन जोराजी कति आयो त्यति नै आएको छ हैन त यति नै आएको छ है ल VB यति आएको छ हैन त VB यति आएको छ भनेपछि अब के गर्ने त भन्दा समेसन अफ f अफ y अपवर्ड डाइरेक्सनलाई पोजिटिभ गर्नुस् के हुन्छ VA प्लस VB माइनस 30 माइनस 25 इन्टु 20 इज इक्वल्स टु 0 हैन त VA प्लस 149 माइनस 30 माइनस 25 इन्टु 20 इज इक्वल्स टु 0 भन्दाखेरि VA कति आयो 149 माइनस 30 माइनस 25 इन्टु 20 381 हो हजुर 381 किलोन्युटन यो आयो अब यो EMX को लागि चाहिँ मैले त युनिट लोड मेथडमा तपाईहरु स्ट्रक्चर 2 है स्ट्रक्चर 2 वाला त युनिट लोड मेथड भने के मतलब भयो हैन स्ट्रक्चर 1 मा हामीले युनिट लोड मेथडबाट गर्थ्यौं यस्तो अब यहाँ के गर्छौं त भन्दाखेरि फर EMX को लागि भनौं न हैन EMX को लागि चाहिँ के गर्छौं मेम्बर हैन ओरिजिन त्यसपछि लिमिट त्यसपछि के गर्छौं MX गर्छौं हैन त मेम्बर ओरिजिन लिमिट MX मेम्बरहरु लिनुस् त एउटा AB भन्ने मेम्बर हुने भयो हैन त होइन AC भन्ने मेम्बर हुने भयो हैन त सुरेशजी हजुर
म चाहिँ के भन्थेँ त भन्दाखेरि जब म स्ट्रक्चर 1 मा युनिट लोड मेथड पढाउँथेँ त्यतिखेर म के भन्थेँ भन्दाखेरि मिल्नलाई चाहिँ बी टु सी एकैचोटि लिएर 0 बाट 8 मिटरसम्म हेर्नुहोस् है 0 बाट 8 मिटरसम्म एउटा इक्वेसन हुन्छ बिल अफ ओरिजिन मान्नुभयो भने बुझ्नुभयो फेरि 8 मिटरबाट चाहिँ तपाईँको अर्को चाहिँ टोटल 20 मिटर जाने बेलासम्म क्या यहाँबाट ओरिजिन मान्ने यसको लागि पनि टोटलको लागि ओरिजिन मान्ने भने यसरी एक्स डिस्टेन्स पर बसेर लिने हो नि त यहाँ बसेर लिँदै जाँदा 8 मिटर लिने बेलासम्म यो 30 किलोमिटर चाहिँ कन्सिडर हुँदैन भनेको 0 to 8 सम्म चाहिँ यो कन्सिडर हुँदैन तर यही एक्स को भ्यालु चाहिँ 8 कट्नु बित्तिकै भनेको मतलब चाहिँ 8.1 हुनु बित्तिकै पनि के हुन्छ त भन्दा यो 30 चाहिँ कन्सिडर हुन्छ क्या भन्दा इक्वेसन फरक पर्छ कि पर्दैन त यतिसम्म कन्सिडर नभइकन इक्वेसन आउँछ हैन यतिसम्म के हुन्छ त यो 30 किलोमिटर कन्सिडर नभइकन आउँछ यो कट्नु बित्तिकै फेरि यसलाई कन्सिडर गरेर इक्वेसन ल्याउनुपर्छ भनेपछि तपाईको इन्टिग्रेसन गर्दा कसरी गर्नुपर्छ त भन्दा 0 to 8 सर्टेन भ्यालु आउँछ dx गर्यो अनि 8 to 20 सर्टेन इक्वेसन आउँछ त्यो 30 किलोमिटर पनि कन्सिडर गरेर त्यो गर्नुपर्छ क्या सुरक्षाजी तपाईले भने अनुसारले चाहिँ बुझ्नुभयो अच्छा हो म चाहिँ के गर्छु त भन्दाखेरि छुट्टै मेम्बरै मानिदिन्छु क्या एसी त्यसपछि सिडी नभनौँ पहिला के बिडी अनि डिसी भनेरै मानिदिन्छु क्या बुझ्नु भएन अच्छा बी टु डी एउटा मेम्बर डी टु सी एउटा मेम्बर मान्दिने क्या बुझ्नुभयो अब एसीलाई त कसलाई ओरिजिन मान्ने एलाई मान्ने एज युजुअल यो त समस्या भएन हैन कसलाई ओरिजिन मान्ने एलाई मान्ने यसमा त समस्या हुन्छ त हुँदैन एलाई मान्नेमा त समस्या भएन है अब बिडीमा कसलाई ओरिजिन मान्ने बीलाई मान्ने समस्या भएन डीसीमा कसलाई ओरिजिन मान्ने डीलाई मान्ने है त ठिक छ अब लिमिट भनेको कति हुने भयो त भन्दाखेरि 0 to 20 बिडी भनेको बिडी भनेको 0 to 8 हैन डीसी भनेको चाहिँ तपाईको 0 to 12 हजुर हो यसरी क्या यो यसलाई चाहिँ दुई टुक्रामा टुक्राएको मात्रै हो हामीले है आइएमएक्स 0 to 12 नै हुन्छ पस्न ओरिजिन डी माइनस सीसी 0 to 12 नै हुन्छ किन भन्दा डीलाई ओरिजिन मानेको भने त डी बाट एक्स डिस्टेन्स पर बसेर मोमेन्ट लिन्छौं नि त हामी भनेको त एक्स भ्यालु 0 बाट 12 सम्मको लागि त हामी लिन्छौं नि त बुझ्नुभयो नि डीसी लाई नै डीसी को मात्र मेम्बरमा काम गरेर डी लाई नै ओरिजिन मानेपछि 0 to 12 जाने हो क्या त्यो एक्स को भ्यालु चाहिँ डी लाई ओरिजिन माने भने यसरी जाँदै बढ्दै जाँदाखेरि 0 बाट 12 सम्म मात्र बढ्ने हो क्या तर तपाईले बी लाई नै ओरिजिन मानेर दुवैलाई काम गर्नुभयो भने चाहिँ 0 to 8 8 to 20 जानुपर्छ क्या बुझ्नुभयो नि 0 to 8 एउटा फेरि 8 to 20 सम्म टोटल 20 मिटर सम्म एउटा इक्वेसन हुन्छ क्या बुझ्नुभयो नि तर इन्डिभिजुअल लिनुभयो भने चाहिँ 0 to 8 गयो फेरि 0 to 12 गयो बुझ्नुभयो किन त भन्दा ओरिजिन हामीले फरक मान्यो नि त अघि बी लाई बिडी को लागि बी मान्यो डीसी को लागि चाहिँ डी मान्यो हैन त सोलुसनहरुमा चाहिँ फेरि 0 to 8 12 to 20 गरेर पनि गर्ने गरेछ है नझुकिनु होला एउटै हो कुरा अब एसी मा चाहिँ ए लाई ओरिजिन मान्यो भने ए बाट कति डिस्टेन्स पर्यो एक्स डिस्टेन्स पर्यो हो एक्स डिस्टेन्स पर बसेर मोमेन्ट भन्नुस् त 381 into x minus 25 into x 25 into x by 2 x into x by 2 यो भनेको 381x माइनस कति हुने भयो 12.5 x स्क्वायर हो 12.5 x स्क्वायर 0 to 8 बिडी मा चाहिँ बिला ओरिजिन मान्दाखेरि के हुने भयो x डिस्टेन्स पर बसेर हेर्नु पर्यो हैन त कति दिने भयो 149 into x मात्र हुने भयो 149 into x त्यसैगरी 0 to 12 0 to 12 भनेको डीसी को लागि चाहिँ यहाँबाट x डिस्टेन्स पर बसेर मोमेन्ट हेर्दा के हुने भयो त राइट तिर हेर्नुस् त एउटा भनेको भीभी into 140 के हुने भयो भीभी भनेको 149 हैन
यसको चाहिँ यहाँ तल लेखाएँ मैले के हुने भयो 149 इन्टु 149 इन्टु यहाँ बसेर राइटतिर हेर्दा त यो पनि पर्यो यो पनि पर्यो नि त हैन 149 इन्टु 8 प्लस x कति 8 प्लस x 149 इन्टु 8 प्लस x है 149 इन्टु 8 प्लस x 149 इन्टु 8 प्लस x माइनस 30 इन्टु x बुझ्नुभयो सुरेशजी हजुर सर यो बुझ्नुभयो नि यही तरिकाले गर्नुस् क्या सधैँ कहिलेकाहीँ चाहिँ युडिएल को बिचमा एउटा पोइन्ट लोड आइदिन्छ त्यो गर्यो भने पनि त्यही गर्ने त्यो पोइन्ट लोडसम्म एउटा टुक्रा लिने त्यो भन्दा उताको लागि एउटा टुक्रा लिने क्या बुझ्नु भएन अच्छा तपाईले यदि चाहिँ यहीँनिरबाट चाहिँ x मान्नु भयो भने चाहिँ के हुन्छ त भन्दाखेरि इक्वेसन के हुन्छ त भन्दा 0 to 8 सम्मको लागि त यही नै भयो इक्वेसन हैन 149x त्यस पछाडि यताको लागि चाहिँ के हुन्छ त भन्दा 149x माइनस 30 इन्टु टोटल x माइनस 8 गर्नुपर्ने हुन्छ क्या त्यस्तो केसमा चाहिँ अब त्यतातिर नजानुस् यसरी टुक्राएर चाहिँ गर्नुस् है त हस् यो mx आयो आएन सबैको लागि आयो इंटीग्रेशन mx by dx by ei निकाल्न सक्नुहुन्छ इंटीग्रेशन y स्क्वायर dx by ei निकाल्न सक्नुहुन्छ यहाँबाट यास आउँछ अच्छा आउँछ अब क्वेशनले के निकाल्नु भनेछ त म्याक्सिमम बेन्डिङ मोमेन्ट कति हुन्छ भनेर निकाल्नु भनेछ के है त्यो भने के गर्ने त्यही गर्ने मैले अघि जसरी गर्थे त्यसरी गर्ने के यहाँबाट x डिस्टेन्स पर चाहिँ म्याक्सिमम होला भनेर मान्ने हैन यहाँबाट x डिस्टेन्स पर म्याक्सिमम होला भनेर मान्ने mx को इक्वेसन लेख्ने त्यसलाई फर्स्ट डेरिभेटिभ इक्वल्स टु 0 गरेर के गर्ने x को भ्यालु झिक्ने यसलाई कहाँलाई सब्स्टिट्युट गर्ने mx मा लर सब्स्टिट्युट गर्ने त्यो मोमेन्ट भनेको के हुन्छ त म्याक्सिमम बेन्डिङ मोमेन्ट हुन्छ हैन त जोराजी पक्कै पनि त्यसरी गरेर चाहिँ के निकाल्नु पर्यो म्याक्सिमम मोमेन्ट निकाल्नु पर्यो त्यसैगरी यताको लागि पनि निकाल्नु पर्यो अनि म्याक्सिमम मोमेन्ट आइसकेपछि तपाईको बेन्डिङ मोमेन्ट डायग्राम बनाउनु त कुन चाहिँ ठुलो कुरा भएर भयो त भएन त्यसरी चाहिँ काम गर्नु पर्यो है त 30 को उता बनाउने कि 30 को यता x मान्ने यसमा पनि त्यही गर्नुस् न डीबी को लागि गर्नुस् एकचोटी कसको लागि गर्नु भन्दाखेरि डीसी को लागि गर्नुस् तर यता भन्दा पनि म्याक्सिमम चाहिँ अलि यतैतिर आउँछ के बुझ्नु भएन हजुर टेन्टेटिभ x चाहिँ यहीँबाट मान्नुस् न अथवा यही तपाईको अघि नगैमै गर्नुस् के मेरो टेक्निकली गर्नुस् त्यो भनेको छुटछुटै मान्नुस् अब त्यो समय भयो भने बीडी भनेर छुटे मान्नुस् डी टु सी भनेर छुटे मान्नुस् अनि त्यो mx भनेको बीम को मोमेन्ट चाहिँ यहाँ लेखा हुन्छ नि हजुर बीम मोमेन्ट यहाँ लेखा हुन्छ त्यो भएपछि के सजिलो हुन्छ त भन्दा यसमा के को थप्ने हो त माइनस h इन्टु y h इन्टु y मात्र थप्ने हैन त हजुर अनि सजिलो हुन्छ क्या बुझ्नुभयो सुरेशजी अच्छा यो इक्विभ्यालेन्ट बीम मोमेन्ट पहिले लेखा हुन्छ यसमा माइनस h इन्टु y मात्र थप्ने हैन त यहाँ पछि mx को लागि बुझ्नु भएन अच्छा यो यहाँबाट x डिस्टेन्स पर जाँदाखेरि के फेरि अब यहाँ बसेर लिनु पर्यो नि त म्याक्सिमम बेन्डिङ मोमेन्टको लागि त यहाँ बसेर बीमको लिएर त भएन बीमको मात्र लिएर त भएन यो यसले यासले पनि दिन्छ नि त यहाँबाट याद जुन आउँछ यो यास इन्टु वाइले पनि के दिन्छ मोमेन्ट दिन्छ वाइ भनेको कति मिटर टाढा हो त्यो अनुसार एक्स को भ्यालु हाल्दै वाइ निकाल्ने अनि यास इन्टु वाइ घटाउने यता पनि त्यही हो यहाँबाट पनि यहाँ चाहिरहेको हुन्छ भनेपछि यहाँबाट एक्स डिस्टेन्स पर भनेको यहाँतिर बसेर तपाईँले निकाल्नुहुन्छ त्यो भनेको त्यो बीमको लागि जे हो त्यही नै हुन्छ त्यसमा के थपिनु भयो त माइनस यास इन्टु वाइ थपिनु भयो बुझ्नुभयो हजुर त्यसो गर्दाखेरि सजिलो पर्छ अनि mx जब सबै आयो त्यसलाई फर्स्ट डेरिभेटिभ इक्वल्स टु 0 गर्दिने सिधै कुरा पुरा बुझ्नु हो पुरा बुझ्नु पर्यो क्या मेन मुख्य कुरा चाहिँ कन्सेप्ट बुझ्नु पर्यो ल ओल क्वेसन अब सबै रफ्तारमा प्र्याक्टिस गर्नुस् है त 11 गतेसम्म प्र्याक्टिस गर्नुस् त्यस पछाडि म ठ्याक्क तपाईहरुलाई चाहिँ अब नि कसको लागि इन्भाइट गर्छु त भन्दाखेरि आईएलडी पढ्नु छ हैन हाम्रो आईएलडी र प्लास्टिक एनालाइसिस बाँकी छ आईएलडी र प्लास्टिक एनालाइसिसलाई म तपाईहरुलाई चाहिँ के गर्छु त लिंक पठाउँछु त्यतिखेर अनि त्यसरी जोइन हुनुस् है त सर्ट नोट सर्ट नोट्स त आफै पढ्ने
पढाइ पनि सक्यो त्यो डाइरेक्ट स्टिमनेस र त्यसको के अरे स्टिमनेस म्याट्रिक्स र फ्लेक्सिबिलिटी म्याट्रिक्सको रिलेसन सिद्धियो अर्को सर्ट नोट्स आयो भने म्युलर ब्रेस्लो प्रिन्सिपल आउने हो त्यो भनेको आइएलडी पढ्दाखेरि गर्छौँ सर्ट नोट्सहरू त्यस्तो पढाइराख्नु पर्दैन तिनीहरू भनेको आफै पनि पढ्न सक्नुहुन्छ है सुरक्षाजी अहिलेसम्म पढेकोमा के समस्या छ त हजुर ममताजी ममताजी हुनुहुन्न त ल अभिनवजी ठिक छ होइन अहिलेसम्म पढेको स्ट्रक्चर 2 बुझ्नु भएको छ होइन हजुर बुझेँ ल यदि सबै प्र्याक्टिस गर्नुहोस् तपाईँले इक्जाममा भ्याउने भनेको चाहिँ जसरी पनि 85 मार्क्स चाहिँ भ्याउँछु भन्ने चाहिँ गर्नुहोस् है के अरे माइन्ड सेट गर्नुहोस् है त 85 मार्क्स नभए पनि कम्तीमा पनि 80 नम्बरको जति चाहिँ 78-80 नम्बरको चाहिँ भ्याउनुपर्छ अहिलेसम्म हामीले कति 55-8ले 63 मैले चाहिँ आफूले इक्जाम दिँदाखेरि चाहिँ कति भ्याएको थिएँ भन्दाखेरि हामीले जतिसम्म पढ्यौँ नि त्यो डाइरेक्ट स्टिफनेससम्म हजुर मोमेन्ट डिस्ट्रिब्युसन स्लोप डिफ्लेक्सन डाइरेक्ट स्टिफनेस अनि प्लास्टिक एनालाइसिसको एउटा न्युमेरिकल भएको थियो क्या आर्च र आइएलडी पनि भएको थिएन त्यस्तो त्यो हुँदा पनि ए माइनस चाहिँ आएको थियो 70 मार्क्सको गराएको थियो ठ्याक्क होइन ठ्याक्कै 70 मार्क्सको गरेको अर्को छुँदा पनि नछुएको ए माइनस चाहिँ आएको थियो अब त्यो भनेको चाहिँ तपाईँको 85 मार्क्स गऱ्यो भने चाहिँ ढुक्कै ए आउँछ क्या स्ट्रक्चर बुझ्नुभयो नि टपर ग्रेडिङमा जान्छ होइन कसैले पनि भ्याउँदैन सबै 100 मार्क्सको बुझ्नुभयो नि त्यो 100 मार्क्सको भ्याउनेले सबै मिलाउँदा पनि मिलाउँदैन बिग्रिन्छ क्या कता त्यही भएर 100 मार्क्सको कसैले प्रायः भ्याउँदैन त्यो भएको भएर टपर ग्रेडिङमा जाने भएको भएर चाहिँ तपाईँले अलिकति 60-65 नम्बर ल्याउनु भयो भने पनि ए आउँछ 65 नभनु 70 नम्बर 100मा 70 ल्याउनु भयो भने नि ए आउँछ इन्टरनल राम्रो छ भने है त राम्रोसँग तयारी गर्नुहोस् है तपाईँहरू ल